हाम्रो चाहिँ डस्टबिन रेडी भएको छ अनि दिस काइन्ड अफ डस्टबिन यो कलरहरू गरेर यो डस्टबिनमा होइन कलरहरू गरेर अनि त्यसपछि गएर अहिले तत्काल कति 100 पिस है तपाईँहरूलाई अर्डर दिएको हामीले अनि आज चाहिँ अब दिने यो छ अझ यसलाई कलरहरू गरेर चट्ट लाएर यहाँ चाहिँ एउटा खराएको उ राखिदिनु ल चित्र राखेर अनि तल हजुर यहाँ यसो खिच्छ यो चाहिँ यहाँ तल चाहिँ यो खोर निकाल्ने के तल फात्ता निकाल्ने फात्ता खोर निस्किन्छ अनि इट्स गन रक इन द सिटी अफ नट ओन्ली सिटी एन्ड अल ओभर द नेपालभरि नै मेरो चाहिँ योजना दिस काइन्ड अफ डस्टबिन भेरी नाइस अनि हाम्रो यहाँ तपाईँको नाम के डस्टबिनको सिर्जनाकार रचनाकार चाहिँ उहाँ हो अनि त्यसको यसलाई यस्तो बनाउनु पर्छ भन्ने चाहिँ आशिका तामाङ हो है फेरि अनि यस्तो खालको यसलाई अब चट्ट तपाईँले यहाँ यो सबै कलर गरेर अलि राम्रो कलरफुल पारेर अनि त्यसपछि गएर गर्नुपर्छ अनि प्लस चाहिँ यहाँनिर चाहिँ अनि यो त्यो तपाईँले त्यो यसो उ भएको खराएको जस्तो फोटो कहाँ राख्नु हुन्छ मैले खराएको फोटो के भने कि यहाँबाट अलिकति निकाल फेरि घाउ हुन्छ नि यसमै कुनै पालो गर्नुपर्छ यसको भुल माथि गऱ्यो भने मान्छे हात राख्दा घाउ होला त्यो हिसाबले नगरौँ यसको भित्रै अब त्यो एउटा त्यो मैले कार्टुन मोबाइलबाट देखाउनु त्यो अनुसार बनाएर यहाँ राख्दिनु है यो त जर्मनीको जस्तो डस्टबिन पो देखियो त है म अलि झिक्नु अब